पेटेटो हात खडाउनु छ अहिले कुन चाहिँ ल छुकछुके रेल जाउँला सरारा लगाएछ यही हो छुकछुके रेल भने यही हो सामान बोक्ने अब त्यहाँ अगाडि लड त्यो जोड्छ होला त्यो टाउको अर्कै टाउको होला है मैले त्यस्तै लाग्यो खिचेर भ्याउँदैन छोडिदिनु कहाँ हो कहाँ अझै पछाडि चक्कै चक्का छ रेलको चक्कै चक्का हरन पनि यो माल बोक्नु त केबाट चलाउँदो रहेछ आगो डिजेलबाट डिजेल के अझै छ लामो हुँसम्म अझै छ चक्का रेलको चक्का गर्ने काम पाछ गाई हामीले रेलको चक्का गर्ने अझै गरेर गर्नु पर्ने झ्याप नेपालमा भएकै चढिदिइहाल्थ्यो मान्छे 1 2 3 गरेर चाहिँ झ्याप गर्ने ल हेर्नु घन्टामा भेटिन्छ भन्छ त तिनीहरू त यहीँ आइपुग्यो क्या हो सबै 7 किलोमिटर सर्लकै हान्दियो क्या तिनीहरूले हो अनि हामीले हानिसक्यो होला त 2 किलोमिटर त यार त्यसो भन्छ त्यो कहाँ आएर त्यो ल गाई हामी हेर्नु त रेलको चक्का गर्ने काम पाइरहेछौँ है ल गाई पट्टी यसरी नाप्ने टोपी कहाँ राख्ने फेरि टोपी पनि राख्ने ठाउँ छैन गाह्रो छ हो मलाई गाह्रो छ आजको ड्युटी चाहिँ चट्ट रेलको चक्का गर्ने हिँड्ने कति लामो हो त्यसका बाजे त रेलको चक्का गर्ने काम सक्यो ल गाई सकिसक्यो ल कतिवटा ट्रेनको डिब्बा थियो भनौँ है त्यो गाहना लिएर गएको जस्तो छ क्या टाउको त्यो बिहारलाई चाहिँ यो चाहिँ ट्रेनको चाक है यो चाहिँ ट्रेनको चाक